सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको छ। सरकार बनेदेखि नै कुलमान हटाउन सक्रिय प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री दीपक खड्काले 8 महिनापछि सोमबार मन्त्री परिषद बैठकबाट निर्णय गरेर दोस्रो कार्यकाल पूरा नहुँदै पदबाट हटाएको हो। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई सरकारले सोमबार बेलुका नै नियुक्त गरेको छ। कुलमानले लोडसेडिङका बेला उद्योगहरूले प्रयोग गरेको बिजुलीको अर्बौंको बक्यौता उठाउन पहल गरिरहेका थिए, जुन सरकारलाई मन परेको थिएन। नागरिकको घरको बिजुली कटौती गरेर लोडसेडिङका बेला उद्योगहरूले प्रयोग गरेको 8.25 अर्ब तिरेका छैनन्। कुलमानले यो बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजिरहेका थिए। उद्योगीहरूको यो त्यही समूह हो जसले मनोमानी सिमेन्ट र डन्डीको भाउ पनि अस्वाभाविक ढंगले बढाएको भन्दै आरोप लागिरहेको छ। कुलमान हटाउने अभियानलाई ऊर्जा मन्त्री दीपक खड्का, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिँदै मन्त्री परिषदबाट हटाउने निर्णय गरेका हुन्। मन्त्री परिषदीय निर्णयबाट पटक पटक अनावश्यक विवरण माग्दै र स्पष्टीकरण सोध्दै कुलमानमाथि दबाव दिँदै आएको सरकारले पछिल्लो पटक 21 फागुनमा मन्त्री परिषदबाटै निर्णय गरेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 22 फागुनमा मन्त्रालयले 3 दिन समय दिएर स्पष्टीकरण सोधेको थियो। कुलमानले 25 फागुनमै स्पष्टीकरण नबुझाएकोमा सरकारले 2 सातापछि जवाफ चित्त बुझ्दो नभएको भन्दै हटाएको हो। कुलमान हटाउने मन्त्री परिषदको निर्णय बाहिरिए लगत्तै सरकारको चौतर्फी विरोध भइरहेको छ। एक कुशल कर्मचारीमाथि सरकारले प्रतिशोध साधेको भन्दै सामाजिक सञ्जाल मार्फत नागरिक असन्तुष्टि पोखिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई पदबाट हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन्। सरकारले कुलमानमाथि लामो समयदेखि स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको प्रचण्डको भनाइ छ। उनले लेखेका छन्, देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञको रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। प्रचण्ड थप लेख्छन्, उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो, उठाउनु पर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। यता सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले कुलमानलाई बर्खास्त गरेको प्रति आपत्ति जनाएका छन्। महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिर्याउँदा प्रधानमन्त्रीले सम्हाल्नु पर्ने भए पनि त्यस्तो नभएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने, तर निर्णय फेरि यस्तो गलत गर्ने। मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन। निर्णय गलत छ, सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन। अर्का महामन्त्री शर्माले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै विमति व्यक्त गरेका छन्। उनले भनेका छन्, कारबाही योग्य भएपछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउन हुन्न थियो। सरकारले यो निर्णय समयोचित बिल्कुलै थिएन, यसप्रति खुला र प्रष्ट रूपमा विमति छ। महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक र सार्वजनिक रूपमै सरकारलाई सजग गराइएको पनि बताएका छन्। महामन्त्री थापाले पनि आम नागरिकमा असन्तुष्टि बढिरहेका बेलामा आफूहरू रात दिन नभनी मेहनत गर्दा पनि सरकारले असन्तुष्टिको आगोमा मट्टीतेल हाल्ने काम गरेको बताएका छन्। उनले भनेका छन्, आम नागरिकमा असन्तुष्टि बढ्दो छ, त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तबका सल्बलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिउँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टीतेल हाल्ने काम गर्ने। कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पनि सांकेतिक विरोध गरेका छन्। फेसबुक लाइभमा आएका उनले मौन बसेर विरोध गरेका हुन्। साथै लाइभमा बत्ती निभाएर मैनबत्ती बालेर उनले सांकेतिक रूपमा विरोध जनाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाएका छन्। प्राधिकरणमा चरम राजनैतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः सङ्कट आउन सक्ने खतरा बढेको भन्दै उनले सरकारको निर्णयको विरोध गर्न पनि अपिल गरेका
छन्। उनले लेखेका छन्, सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र साक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ। नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनैतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः सङ्कट आउन सक्ने खतरा बढेको छ। गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौँ। जनतामा निराशा छाएको बेला भ्रष्टहरूमाथि कारबाही सुरु गरेर सुशासनको सन्देश दिनुपर्नेमा सुशासनको पक्षमा र जनताका लागि असल काम गरिरहेका कुलमानलाई हटाएपछि ओली नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने सम्मको कुरा उठ्न थालेको छ। कुलमान हटाउने निर्णयले सरकारलाई कतिसम्म अप्ठ्यारो पार्छ भन्ने चाहिँ आगामी दिनले नै देखाउनेछ।